बार्सिलोना भर्सेस रियल म्याड्रिड नेपाली समय भोलि 12:45 मा राति गेम हुँदैछ। तपाईँको प्रेडिक्सन के छ कमेन्ट गरिदिइहाल्नु होला। जहाँसम्म मलाई लाग्छ मेरो प्रेडिक्सन बार्सिलोना 3 रियल म्याड्रिड 1। अब होपफुली अब खतरा गेम चाहिँ हेर्न पाइयोस् र यो सुपर कुपाको जुन सेमी फाइनल र फाइनलको जुन यस्तो बनाएको छ अहिले चाहिँ, र यो सिधै फाइनल बार्सा रियलको गराइदिए पनि केही फरक चाहिँ पर्दैन, किनकि जुन तरिकाले बार्सा रियलको नै जस्ट डोमिनेट भइरहेकै छ। उता रियलले पनि जितिरहेकै छ सेमी फाइनल र बार्साले पनि जितिरहेकै छ, र त्यो भएर यो अलिकति जस्ट गेम बढाउने काम मात्रै भइरहेको छ। फर्मको कुरा हेर्ने भने दुइटै टिम एकदमै एल क्लासिकोको फर्म हेर्ने भने लास्ट 9 गेममा बार्साले लगातार 4वटा गेम जितिरहेको छ, कहिले रियलले लगातार 4वटा गेम जितिरहेको छ, र अस्तिको पालि रियलले गेम जितेको छ, र त्यो भएर बार्साले एउटा रिभेन्ज लिने एउटा राम्रो चान्स चाहिँ छ। र जावी अलोन्सोको यो रियल म्याड्रिडको करियरको एज अ म्यानेजर यो फर्स्ट फाइनल हुनेवाला छ। र अर्कोतिर हेर्ने भने हान्सी फ्लिक अहिलेसम्म फाइनल नहारेको मान्छे, फाइनल हार्न जानेकै छैन हान्सी फ्लिक, र हान्सी फ्लिकको लागि अब यो भनेको अर्को टेस्ट हुनेवाला छ। अब यहाँ हान्सी फ्लिक हार्यो भने हान्सी फ्लिक आफ्नो करियरको फर्स्ट फाइनल हार्नेवाला छ, र त्यही भएर गेम एकदमै नेक टु नेक हुनेवाला छ। र लामिन यामालको स्टोरी अहिलेसम्म चाहिँ आएको छैन, र उल्टै लामिन यामालको कुरा के भइरहेको छ भन्दा लामिन यामालले भयभरको पोस्टहरू पुरै आर्काइभ गरिसकेको छ। आर्काइभ भनेको चाहिँ उसले जस्ट पोस्ट डिलिट गरेको चाहिँ होइन, तर हामीले हेर्न चाहिँ पाइँदैन त्यो पोस्टहरू, उसले प्राइभेट गरिरहेको छ। र जस्ट एउटा न एउटा केही न केही इन्सिडेन्ट लामिन यामालले गरिराखेको हुन्छ, तर पहिलाको भन्दा अहिले चाहिँ जस्ट चुप लागेकै ठिकै छ, किनकि त्यसले गर्दा रियल म्याड्रिडलाई थप हौसला चाहिँ दिइरहेको थियो। अब गेमको कुरा गर्ने भने अब कि भनेको चाहिँ एम्बापेको कुरा आइरहेको छ। एम्बापे खेल्छै खेल्दैन मेन कुरा छ, र जहाँसम्म मलाई लाग्छ एम्बापेले बेन्चबाट आउँछ जस्तो लाग्छ मलाई चाहिँ, किनकि एकैचोटि झप्प ल्याएर फ्रन्ट 3मा पुरै फरवर्ड लाइनमा हाल्छ जस्तो लाग्दैन मलाई चाहिँ। गोन्जालो गार्सिया त्यस फाइनल खेल्न डिजर्भ पनि गर्छ र स्टार्ट गर्छ जस्तो लाग्छ मलाई। अब भिनिसियस जुनियरलाई फालेर एम्बापेलाई खेलाइदियो भने चाहिँ अब जावी अलोन्सोले मिडियालाई थप मसला दियो भन्दा फरक पर्दैन। डिफेन्सिभ लाइन दुइटैको खत्तमै छ भन्नुपर्छ, किनकि यहाँ चाहिँ अब यो गेममा कसले आउट स्कोर गर्छ त्यसमा हेर्न बाँकी छ। र मलाई के लाग्छ भन्दा बार्साले जुन तरिकाको गेम खेलिरहेको छ र रियलको जुन गेम छ, र यो हेर्दाखेरि चाहिँ यो गेममा कि नेक टु नेकै जान्छ, नत्र एउटा टिमले लज्जास्पद हार बेहोर्नेवाला छ। त्यो बार्सा हुनसक्छ, रियल हुनसक्छ। लाइनअपको कुरा गर्ने भने रियल म्याड्रिडको जस लाइनअपमा खासै धेरै दुइटै टिमबाट त्यस्तो धेरै चेन्जेस हुन्छ जस्तो लाग्दैन मलाई। अब एकतिर अब एम्बापेलाई स्टार्ट गरायो भने त्यहाँ चेन्जेस हुन सक्यो, र बार्साको चाहिँ मेन भनेको चाहिँ लामिन यामाल आउनेवाला छ। रुनी बार्जीको गेम एकदमै खतरनाक थियो, तर पनि जस लामिन यामाल भनेको लामिन यामाल नै हो। अब यता एम्बापेलाई पेन किलर खुवाइरहेको पनि कुरा आइरहेको छ। अब जुन तरिकाले एम्बापे साउदी गएकै थिएन, र अहिले आएर जस एम्बापे साउदी गइसकेको छ, अब खेल्छ खेल्दैन त्यहाँ हेर्न बाँकी छ।